हाम्रो यो सुरुवात भएको हुनाले यहाँहरूले हामीलाई क्षमा दिनुहोला भन्ने विश्वास छ। अब प्रस्तुत छ समाचार। नमस्कार, अब हामी छोटकरीमा आजका प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार प्रस्तुत गर्दैछौं। श्रीपास महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव आज 40 वर्ष पूरा गरेबक्सी 41 वर्षमा प्रवेश गरेबक्स्यो। यस शुभ उपलक्ष्यमा आज अधिराज्यभरि हर्षोल्लासको वातावरणमा विभिन्न कार्यक्रमको आयोजना गरी मौसुब सरकारको दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको हार्दिक कामना गरियो। हेटौडामा आज आयोजित एक विशेष एवं भव्य समारोहमा श्रीपास महाराजाधिराज सरकारबाट मौसुब सरकारको चुनावमा चढाइएको हार्दिक अभिनन्दन ग्रहण गरिबक्स्यो। राजधानीमा आजै एक भव्य जुलुसले शहर परिक्रमा गरी टुडीखेल स्थित शाही नेपाली सैनिक मञ्चमा आम सभामा परिणत भयो। आम सभामा श्रीपास महाराजाधिराज सरकारको तस्बिरमा फूलका गुच्छाहरू चढाएर मौसुब सरकारको दीर्घायु र सुस्वास्थ्यको कामना गरियो। श्रीपास महाराजाधिराज सरकारको शुभ जन्मोत्सवको उपलक्ष्यमा विभिन्न मित्र राष्ट्रका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीहरूले मौसुब सरकारको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सन्देशहरू पठाउनु भएको छ। श्रीपास महाराजाधिराज सरकारबाट मौसुब सरकारको शुभ जन्मोत्सवको उपलक्ष्यमा श्रीपास बडा महारानी राज परिवार समेत गरी 270 जना महानुभावलाई पदक, विभूषण तथा नगद पुरस्कार प्रदान गरिबक्सेको छ। यसै उपलक्ष्यमा आज काठमाडौँमा विभिन्न संस्थाहरूले श्रीपास महाराजाधिराज सरकारको देनबारे प्रवचन कार्यक्रमहरूको पनि आयोजना गरेको थियो। संयुक्त राज्य अमेरिकाले लस वेगस शहरमा जमिनमुनि हाइड्रोजन बम परीक्षण गरेको छ। दोस्रो विश्वयुद्धको बेला जापानको हिरोशिमालाई ध्वस्त पार्ने आणविक बमको शक्तिभन्दा 10 गुणा बढ़ी क्षमता भएको हाइड्रोजन बम जमिनको सतहभन्दा 549 मिटर मुनि परीक्षण गरेको थियो।